गवाई बाँड्न सक्नुहुनेछ। सबैलाई यसो ख्रिस्टको नाममा जय मसीह। परमेश्वरलाई धेरै धन्यवाद होस्। मेरो आवाज सुनिहा? अनि म धेरै आशिषित छु आज परमेश्वरको दास साथै परमेश्वरले मेरो प्रार्थना प्रभुले सुन्नु भएको छ। जुम संगतिमा रहँदै गर्दा पास्टर डेभिड पास्टर बुवाले धेरै मेरो लागि भविष्यवाणी गर्नुभएको थियो। मेरो भन्ने पर्दा आज म अस्ट्रेलियाको भिजा लागेको छ। म धेरै खुसी छु। परमेश्वरलाई धेरै धेरै धन्यवाद। पास्टर बुवाले धेरै मेरो लागि प्रार्थना गरिदिनु भएको थियो। मैले विषय पनि राखेको थिएँ, साथै पहिले मेरो लागि भविष्यवाणी पनि गर्नुभएको थियो कि उहाँले के भन्नुभएको थियो भने तपाईँ धेरै पश्चातापी हुनुपर्छ, परमेश्वरमा आज्ञाकारी हुनुपर्छ भनेर उहाँले भन्नुहुन्थ्यो। अनि मैले पनि यही एउटा वचन पढ्न चाहेँ। मैले वचनलाई म एकदम दाबी गर्छु। यो वचनद्वारा म धेरै आशिष लिनु भएको छु। पहिलो कोरिन्थीको पुस्तक 15 अध्यायको 58 पदमा यसरी लेखिएको छ, यसकारण मेरा प्रिय भाइ हो, स्थिर रहो, अटल रहो, प्रभुको काममा सधैँ बढ्दै जाओ, किनकि तिमीहरू जान्दछौ कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन। आमेन। म यो वचनद्वारा म धेरै आशिष भएको छु। भन्यो भने म जस्तो रोगी भनेको कोही पनि थिएन। मैले रोगबाट पनि मुक्त पाएँ, किनभने प्रभुमा एउटा आज्ञाकारीको जीवन जिउँदै हिँड्दै गर्दा मलाई प्रभुले धेरै आशिष दिनुभयो। रोगबाट पनि म निको भएँ। आज 2014 देखि मेरो भिजा एप्लाई गरेको। पहिला न्युजिल्यान्डमा थियो मेरो छोरा, अनि त्यहाँ मैले त्यहाँ गर्दा पनि भएन, अनि अस्ट्रेलिया गर्दा पनि पहिला गर्दाखेरि पनि भएन। अहिले बल्ल आज 1 हप्ता भयो। पहिला मेडिकल गरेँ। मेडिकल गरेर अनि बायोमेट्रिक गर्दाखेरि एउटा सानो नामले फरक परेर फेरि 1 हप्तापछि फेरि म गएर फेरि बायोमेट्रिक गरेको। आजैको दिन 1 हप्तामा मेरो भिजा लाग्यो। परमेश्वरलाई धेरै धन्यवाद। मेरो पास्टर बुवा डेभिड पास्टरलाई म धेरै धेरै धन्यवाद दिन्छु। र म यही भन्न चाहन्छु, जब हामी परमेश्वरमा आज्ञाकारी हुन्छौँ, जब हामी परमेश्वर अहिले हाम्रो सिस्टरले भन्नुभयो, जब स्टेफनले पनि धेरै कष्टहरू पीडा भोग्यो, आज हामी कष्ट पीडा भोग्यौँ, दुःख भोग्यौँ, अनि प्रभुमा एउटा आज्ञाकारी भयौँ, प्रभुको वचन अनुसारको जीवन जियौँ भने हाम्रो जीवनमा सबै कुराहरू सम्भव रहेछ। जसरी हामी स्थिर भएर प्रभुमा लागि पर्यौँ, अनि हामी प्रार्थनामा, अनि उपवासमा, अनि त्यहाँबाट सङ्गतिमा, अनि दशांश भेटीहरूमा आज्ञाकारी भयौँ भने हाम्रो जीवनमा प्रभुले धेरै आशिष दिनुहुँदो रहेछ। आज मलाई दिनुभयो, भोलि हजुरहरूलाई पनि दिनुहुन्छ, किनभने हाम्रो परिश्रम प्रभुले देख्नु भएको छ। बाइबलमा परमेश्वर भनेको आत्मा हुनुहुन्छ, जहाँ 1 वा 2 भन्दा बढी मेरो नाममा भेला हुनेछौ त्यसको बीचमा म हुनेछु भनेर प्रभुको वचनले भन्दछ। परमेश्वरको वचन जीवित हो। मेरा प्यारा दाजुभाइ दिदीबहिनी, पास्टर नि आमा, मैले मान्नुपर्ने सबै अगुवाहरूलाई पनि म विनम्र यही भन्छु, परमेश्वरले जुन हामीलाई वचन दिनुभएको छ त्यो वचन अनुसारको जीवन जियौँ भने, परमेश्वरको आज्ञाकारी भयौँ भने हाम्रो जीवनमा सबै कुराहरूमा सफलता भयो। हुन्छ, अवश्य हुन्छ, किनभने हामीले गरेको परिश्रम परमेश्वरले देख्नुहुन्छ। मेरो रोग पनि लैजानु भयो। मेरो समस्याहरू, म कस्तो थिएँ कि म बाटोमा यहाँबाट म चढ जाँदाखेरि 5 रुपियाँ पैसा नभएर म हिँडेर जान्थेँ। भेटिराख्न नसक्दा मैले भजनको किताब, मैले झुट बोले छैन, हेर्नु भजनको यत्रो टुप्पो चेतेर मैले उसमा भेटीको थैलोमा राख्थेँ कि आज प्रभुले मलाई सबै कुराहरू दिनुभएको छ। सानो घर दिनुभएको छ, हिँड्ने बेला भाडा जुटाइदिनुहुन्छ, लगाउने खाने सबै कुरा प्रभुले दिनुभएको छ। म परमेश्वरलाई धेरै धन्यवाद। निराश हुनु पर्दैन, किनभने हामीसँग रोग छ, समस्या छ, अभाव छ भने पनि जब हामी यो बाइबल पढ्छौँ, बाइबल अनुसारको जीवन जिउने कोसिस गर्छौँ, अनि उहाँको आवाजलाई सुन्छौँ भने प्रभुले हाम्रो जीवनमा सबै कुरा गर्नुहुन्छ। मलाई गर्नुभयो, दिनुभयो, र हजुरहरूलाई पनि दिनुहुन्छ। प्रभुलाई धेरै धन्यवाद। निराश हुनु पर्दैन, किनभने यस्तो हुन्छ, जब हामी शारीरिक भोजन खाँदाखेरि भोक लाग्छ भने आफै खानुपर्छ, त्यहाँ अरूले खाएर हुँदैन। हामी परमेश्वरको वचन अनुसारको जीवन आफै जिएर प्रार्थना गर्नुपर्छ र हामी आज्ञाकारी हुनुपर्छ, अनि हाम्रो जीवनमा प्रभुले आस्ते आस्ते सबै कुरा दिनुहुन्छ।
मलाई दिनुभयो, हजुरलाई पनि दिनुहुन्छ। परमेश्वरलाई धेरै धन्यवाद। र मेरो जुम सङ्गतिमा रहनुभएको मेरो दाजुभाइ दिदीबहिनी सबैलाई जय मसी। म आशिष पाएको छु, म धेरै खुसी छु। मैले अहिले नि पास्टर बुवालाई भोइस मेसेज छोडेको थिएँ, किनभने म धेरै खुसी भएर के कसलाई भनौँ त भन्दाखेरि मैले मेरो पास्टर अगुवालाई भने